हेलो एभ्रिवान, आज म चाहिँ साइन्स सिटी जाँदैछु फिल्ड ट्रिपको लागि विथ माई क्लासमेट्स। सो म चाहिँ जाँदैछु यहाँबाट हिँड्दै हिँड्दै गएँ होस्टेलबाट चाहिँ, त्यसपछि सिटी सफारीमा चढेर गएँ बोर्डरसम्म, भद्रपुरसम्म। त्यसपछि त्यहाँ सरलाई एकछिन पर्ख्यौँ, सर अलिक ढिलो आउनुभयो। त्यसपछि हिँड्दै हिँड्दै बोर्डर क्रस गऱ्यौँ, किनभने गाडी साडी कहाँ जान केही दिँदैन, हिँडेरै जानुपर्छ। हिँडेर क्रस गऱ्यौँ। यो चाहिँ मेची ब्रिज हो अनि म चाहिँ हिँड्दै जाँदैछु। मेरो साथीले मेरो भिडियो सुट गरिदिँदैछ। त्यसपछि गलगलिया पुगेर गलगलियादेखि चाहिँ हामी ट्रेनमा गयौँ बागडोग्रासम्म। बागडोग्रापछि उता सिटी सफारीमा गयौँ। बट या ट्रेन आफ्टर अ लङ टाइम ट्रेनमा चढ्दै गरेको। पुरा भिड थियो। पहिले मान्छे ओर्लिन दिनु भन्नुभयो सरले। त्यसपछि हामी सबलाई ओर्लिन दिएपछि चाहिँ हामी चढ्यौँ। हामी 17जना थियौँ टोटल। सो एकै ठाउँमा बस्यौँ सबैजना। 17जना त कति नै हुन्छ र। सुरुमा चाहिँ धेरै रमाइलो भयो। ट्रेनमा बस्दा हल्ला गऱ्यो, गीत गायो, के गर्यो। तर एकछिन 10-15 मिनट 10 मिनट पछि चाहिँ साह्रो अल्छी लाग्न थाल्यो। के गर्नु, हल्ला गर्न पनि दिनु भएन सरले धेरै। अनि यसो हेर्दै गएको त ज्याल खाली रहेछ एक ठाउँको। मान्छे खाली रहेछ, सिट खाली रहेछ, मान्छे रहेन रहेछ। सो म चाहिँ गएर त्यहाँ बस्छु भनेर सोचिरहेको थिएँ। कोही पनि थिएन। एकछिन बसेर हेरेँ खुट्टा हल्लाउँदै, कोही आएन कोही आएन कोही आएन। मै उठेर गएर त्यहाँ बसिदिएँ ज्यालमा। त्यो ज्यालमा बसेर यस्तो भिडियो सिडियो बनायौँ। त्यसपछि ट्रेनबाट उत्रेर हामी गयौँ साइन्स सिटी। सो यो चाहिँ मेरो नक्कल अलिकति। अनि त्यहाँ टिकटक पनि बनायौँ सबैजना मिलेर, एउटा दुईटा। बट यु नो द्याट एउटा ग्रुपमा द पर्सन जहिले स्टेपहरू बिर्सिन्छ। त्यस्तै छ हाम्रो ग्रुपमा एकजना जसले सबै स्टेप बिर्सेर हाम्रो टिकटक एकदम बिगार्नु भएको छ। ठिकै छ। साइन्स सिटीमा हामीले यो ऐनावालामा चाहिँ धेरै बेर पर्ख्यौँ र गएन पछाडि। सुरुमा चाहिँ गएको थियो तर धेरै मान्छेहरू आयौँ भेला पारेर भएर त जाँदै जाएन, अर्केको अर्कै भयो। सो टाइम लाग्थ्यो होला, बट इट्स ओके। हामीसँग त्यत्रो टाइम थिएन। हामी बाहिर निक्लिँदाखेरि चाहिँ यो मैले यसो पुतलीमा फोटो खिचौँ भनेको भिडियो भएछ। अनि यही अलिकति फोटोहरू। थ्याङ्क यू फर वाचिङ।